स्वागतम स्वागतम What is up? What is up? What's up? Hello and namaste. स्वागत गर्न चाहे फेरि पनि मैले यहाँहरु सम्पूर्णलाई मेरो च्यानलमा with a new video. अनि त्यही हो आजको भिडियो इज gonna be a reaction video है हाम्रो बालन दाइको जसै हो धेरै पछि बालन दाइको सङ गीत आएको थियो which is त्यही पनि फिल्मको लागि हैन खुसी लाग्यो मलाई जस रमाइलो लाग्यो सुने मैले आई मिन सुनिसके अब तर जस आज राम्रोसँग सुनौं भनेर हो यो चाहिँ हैन त्यही हो अब धेरै हल्ला नगरिकन टक्क लागेर सिधै गीतमा गइदियौं बालन दाजुको नेपाल हाँसेको अनि यो फिल्म चाहिँ के सरी यो गीत चाहिँ लास्ट चरम भन्ने फिल्म हैन हाम्रो यो सक्की गोनीको टिमले बनाएको सक्की गोनी भन्ने टेरी सिरियलको टिमले बनाएको फिल्म हो हैन हलमा रिलिज नै भइसक्यो के अरे अब मैले चाहिँ हेर्न भ्याएको छैन कारणवश हैन जस्तो राम्रै छ भने प्रतिक्रियाहरू सुनिरहेको थिएँ राम्रै छ भन्ने जस्तो सुनिरहेको थिएँ त्यही हो त्यति भन्दै गीतलाई अगाडि बढाउन चाहे मैले है त ल लेट्स गो सेन्टी छ यसको यो के भन्छ यो ब्याकग्राउन्ड म्युजिक सेन्टी त हुनै पर्यो नि अब अवस्थै सेन्टी देखेर छ भने फेरि कहाँ अब म पनि के भइरहेको हामी सबै नेपालीहरूको इच्छा हो यो चाहिँ रहर हो चाहना हो सपना हो हुन्छ नि सबै नेपालीहरू खुसीले हुन्छ नि बाँचेको सबै नेपालीहरू हाँसेको हेर्ने चाहिँ हामी सबैको चाहना हो है त्यस्तो होस् भन्ने अब आशा पनि हो तर खै कहिले हुँदैन के गर्ने आश चाहिँ आशमा सकिने भयो जिन्दगीहरू अत्याचार आक्रमण अपराध असमझदारी विकल्पविहीन विदेशी बैंक भन्छ भिकारी सिकारी नेता अत्याचार आक्रमण अपराध असमझदारी विकल्पविहीन विदेशी बैंक भन्छ भिकारी सिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी बिगारी केटाकेटी भोको पेट रेटी सिपाही अविवाहित चेली बेटी बोकी पेट खेपी पिटाई भिताई रात कुटाई घात खाएर शरीर बिकाई देशको माटो नै मिठाई ठानी मैदान त्यो युद्धको गीत थियो जो देशको लागि भक्त झै प्रसिद्ध भो निशब्द भो अवशेष बाँकी चोखो बोली जो शीत थियो शिरजप्त भो देशव्यापी आत्मघाती जो पवित्र थियो प्राणको आहुति आफ्नै ज्यानको विभूतिलाई हिँडेका शहीदको केवल नामावली विभूषित कुण्ठित पीडामा डुबेकी आमालाई के काम विदुषी गरिबलाई दुई छाक्ने खुसी शरीफलाई चाहिन्छ कुर्सी आमा खै साडी बेचेर धनाट सँगै छ पुँजी गोजी भरि भारू भरेर भारतीको रोजी गोजी भरि भारू भराउ भरेर राइटिङ जस बालन दाइको राम्रो हुन्छ सबै गीतहरू बालन दाइको जस राइटिङ नै बवाल हो मेन कुरो चाहिँ हैन अब अरू पनि ठिक छ अब भन्नाले जे होस् सबै गीतहरूमा चाहिँ कस्तो लाग्छ भन्दा मलाई चाहिँ एकदम त्यो हुन्छ नि नेपाली शब्दहरूको चाहिँ भरपुर प्रयोग भएको हुन्छ क्या एकदम त्यो ठेट शब्दहरू हुन्छ नि त्यो अब राइम मिलाउनलाई अथवा हुन्छ नि राम्रो सुनोस् भनेर जुन नेपाली शब्दहरू हल्का बिगारी भइरहेला हुन्छ त मान्छेहरू त्यस्तो गर्दैन कि बालन दाइले चाहिँ व्हिच इज आई लाइक अबाउट हिम होइन अनि अब के भन्ने सबै यो हुन्छ नि यो फर्स्ट उसमै हैन हुन्छ नि पुरै अब सबै कुराहरू छर्लङ्गै लाइक भन्नाले के भन्ने अब त्यो पुरै स्पष्ट हुने गरी भनिदिनु भएछ क्या नेतादेखि लिएर देशको अवस्थादेखि लिएर होइन के भइरहेछ सब कुराहरू के यही ठाउँ हो सबजनालाई पुर्याउने देश
एउटा सुन्दर बगैँचा होस् रङ्गी चङ्गी फुलहरू हरेकलाई समान गलैँचा होस् सादर हरेक मूलहरू अनुकूल प्रतिकूलहरू चिन्ता गर्ने भावना हो सामूहिक खुसी बिनाको के फाइदा त्यो चाहनाको औचित्य के त्यो कामनाको एउटा हाँसो फुट्नलाई उद्देश्य ल्याऊ एक हो हरेक हातहरू जुट्नलाई गरेर अब देखाऊ कालो अतीतलाई मेटाऊ पालो हाम्रो हो भेटाऊ कल्पना गर शान्तिको सपना देख्नेकै पुरा हुन्छ जागृति नै क्रान्ति हो भेटनामा बाटो खुल्ला हुन्छ आकृतिको शालिगको नसोच्नु तिमी मालिक हौ र मिहिनेत गर्ने नोकर हो तिमीले ठोकर खानेछौ मानवता बेगरको एक पटक कारण बनी हेर अरूको सानो हाँसोको उसको मुस्कानमा रमाइ हेर निस्वार्थ प्रेम साँचो हो यो खाँचो हो एकपटक कारण बनी हेर अरूको हाँसोको हुन्छ नि सुनिरहेको शब्द हो नि त यो तर बबाल डिप लाग्छ क्या मलाई शब्द चाहिँ अनि एकदम गाह्रो पनि छ क्या अरू कसैको हाँसोको अनि कारण आफू बन्न चाहिँ धेरै गाह्रो जस्तो लाग्छ मलाई चाहिँ आफू सायद बन्न नसकेर नि होला है जे भयो नि इस लाइक एकदम भास्ट यो क्या त्यो लाइन चाहिँ लाग्छ मलाई चाहिँ मायाको पुरा भए ठोकर खानेछौ मानवता बेगरको एक पटक कारण बनी हेर अरूको सानो हाँसोको उसको मुस्कानमा रमाइ हेर निस्वार्थ प्रेम साँचो हो यो खाँचो हो मायाको पुरा भए नेपाल हाँस्ने छ एक आपस मर्म बुझिदिए हरेक क्षणमा बाँच्ने छौ ओए ले मैले गीत त सुने हो त भनेपछि पुरा सुनेछन् रहेछ क्या हो यस्तो हुन्छ साथी अन्त मलाई स्याड रियालिटी हो क्या वैदेशिक रोजगार र मृत्यु हुनेको सङ्ख्या वर्ष हुने बढ्दो वैदेशिक रोजगारीमा अहिलेसम्मकै धेरै एक महिनामा 84,226 जनाले लिए अन्तिम श्रम स्वीकृति कहिले कुरा हो यो त्यही भनेर खै अप्सनै छैन देशमा बस्न सक्ने अवस्थै छैन जोसँग कुरा गरे पनि जसले हुन्छ नि जसको कुरा सुन्यो भने नि के त भन्दा विदेश जानुपर्छ विदेश जाने हो नेपालमा गर्नै सकिँदैन नेपालमा गएर कामै छैन त्यस्तै कुरामा सुन्नुहुन्छ क्या अनि अब जुन एक हिसाबले ठिकै पनि हो अब गर्नै नसक्ने भएपछि महँगी बढेर त्यस्तै होइन अनि कमाइ समाइ छैन कमाइ गर्न चाहिँ एकदम गाह्रो कमाउन चाहिँ लास्टै गाह्रो अनि खर्च चाहिँ ड्याम ओहो अनि नेपालमा बस्ने कसरी भने क्या खर्च जुन महँगी जुन हिसाबले बढिरहेको छ होइन त्यो हिसाबले हुन्छ नि आम्दानी गर्ने बाटो भयो भने पो लाइक अलिकति ब्यालेन्स हुन्छ नि त अनि छैन केही गर्नलाई केही लिटरली केही नै छैन होइन अनि त्यसपछि महँगी चाहिँ बढेर हो अनि कसरी भन्न सक्छ मान्छेहरू यार त्यही भने क्या अब सबजनाले देशै छोड्नुपर्ने अवस्थै आइसक्यो खै पहिला त अब हुन्छ नि अब विदेश जाने भनेको त कोही जान्थे जस्तो लाग्थ्यो क्या गाउँबाट दुई चारजना फलानुको छोरो गयो अरे फलानुको बुवा गयो अरे अथवा फलानुको दाइ गयो अरे भन्ने टाइपको हुन्थ्यो नि त आजकल त सबै अब कोही छैन क्या फलानुको त 4वटा छोरामा 4वटा छोरी विदेश छोरी पनि विदेश हो उस्तै पऱ्यो नि अब त्यो फलानु नि जान्ला छ घरमा एकजना त्यही बाउमा अनि त्यसपछि श्रीमती मात्र ड्याम यस्तै छ अवस्था के गर्ने यस्तै छ है त्यो अब आउट अफ द टपिक भन्दा नि होइन यो त इन टपिकै बोल्नु म खासमा खै कस्तो खालको फिल्म रहेछ एकचोटि हेर्न चाहिँ मन हेर्न चाहिँ पर्ने भयो जस्तो लागेको छ मलाई कस्तो छ अब यो गीत भएअनुसारले होइन अनि त्यसपछि अब फिल्मको नाम चाहिँ लास्ट सरम भन्नाले त्यो त चाहिँ हेर्नु चाहिँ पर्ने भयो टाइम मिल्यो भने गर्नु पर्ला के अरे गर्नु पर्ला अरे हेर्नु पर्ला गएर होइन बारेन्दालाई सुन्न मजा आउँछ जहिले पनि सुन्दाखेरि हुन्छ नि एउटा आनन्द लाग्छ क्या
त्यो लेखाइ हुन्छ नि सब अब छ मलाई सब अब लाग्छ बारन्दाको यही सक्यो र एक वर्षमा रोजगारीको लागि विदेशी हुने सङ्ख्या 7 लाख भन्दा बढी के गरिँदैन नि अब 10 महिनामा 6 लाख नेपाली रोजगारीको लागि विदेशी अब 10 वर्षपछि सबै नेपालीहरू विदेशी टाइपको हुन्छ अब नेपाल खाली हुन्छ अब खाली हुन्छ भन्दा नि कस्तो भन्दाखेरि गर्न सक्ने हुन्छ नि योग्य मान्छेहरू चाहिँ सबजना बाहिर जान्छन् क्या आउट अफ कन्ट्री नै जान्छन् क्या अब कि पढ्दै गरेको हुन्छ नि एउटा 9-10 सम्म हुन्छ नि 1 देखि 9-10 अथवा +2 सम्म गरेको मान्छेहरू भेटिएला होइन अनि त्यसपछि भनेको अब अलिक बुढा अलिकति धेरै नै एज भइसक्यो एजेड मान्छेहरू जस्तै अब के अरे 45-50 भन्दा माथि भइसकेकोहरू चाहिँ भेटिएला नि होइन त्योभन्दा त्यो बिचको जुन एजको मान्छेहरू चाहिँ अब सबैजना बाहिर नै हुन्छन् क्या सबैजना बाहिर हुन्छन् त्यही नै हो That's what it is. लास्ट चरणम फागुन आज त कति भइसक्यो जस लिरिक्स कम्पोज एन्ड ऱ्याप बाई द मिस्टर बालेन ताई सही होला राम्रो छ राम्रो लाग्यो मलाई राम्रो छ सुने मैले अस्ति तर जस्ट कम्प्लिटली सुनेको छैन रहेछ अलि एक दुईवटा सिनहरू मलाई त्यो यादै थिएन जस्तै हुन्छ भन्ने टाइपको होइन सुने पनि मैले जस्ट भिडियो चाहिँ हेरेको छैन रहेछ टाइपको रहेछ त्यही हो इज हुन्छ नि ब्याङ्गरै भन्दा फरक नपर्ला ब्याङ्गर भन्दा पनि जस बालेन दाजुको अलिक पछि सुनेको अलिक पछि हो नि त गीतहरू खासै हो नि त बालेन दाजुको त्यस्तो धेरै गीतहरू आइज रहँदैन तिमीमाथि यो चाहिँ अलिकति टाइम पछि नै अब यो मेयर भइसक्नु भएपछि चाहिँ लाइक खोइ 2-3 वर्षपछि गीत होला यो यस राम्रो छ राम्रो छ अब धेरै कुरा त के भन्नु होइन झन् तिमीमाथि अब यो टक्क अब स्टोरीमा कहाँनिर हुन्छ नि टक्क त्यो अनुसारले भयो भने झन् बवाल देख्छ लाग्यो त्यो चाहिँ फिल्म चाहिँ हेर्नुपर्ने भइरहेछ है त ल अलिकति बढी नै पत्र गरेँ यसलाई फेरि एनिवे बोल्नै पर्छ अलिअलि त भन्नै पऱ्यो नि होइन टटर सुनेर टटर बन्द गर्नु भयो त इट्स नट लाइक त्यो त हुँदै भएन नि सो त्यही हो धेरै के भन्छ बोर नमानिदिनु होला झिझो नमानिदिनु होला होइन त्यही हो ल थ्याङ्क यू सो मच फर वाचिङ फेरि पनि अर्को भिडियो लिएर म आउनेछु त्यति दिनसम्मको लागि I gotta go. Bye bye.